अहिलेको अन्तरिम सरकार पनि जुनै जोगी आए पनि काने चिरेको जस्तो अवस्थामा हामीले हेर्यौँ र हामी जेनजी युनाइटेड मुभमेन्ट अभियान लिएर गाउँ गाउँ घर घरदेखि हामी युनाइट हुँदै हुँदै जिल्ला जिल्लादेखि लिएर हामीले सिङ्गो नेपाल एकीकृत भएर हामी माइती घर मण्डलामा पुग्यौँ। माइती घर मण्डलामा पुगेर हामीले हाम्रो सरकारलाई आह्वान गर्यौँ। हाम्रो मुद्दाहरू हाम्रो एजेन्डाहरू एकैचोटि सम्बोधन हुनुपर्छ। एउटा ग्रुपको मात्रै कुरा सुन्ने हुँदैन। हाम्रो मागहरू एउटै हो, एकैचोटि सम्बोधन हुनुपर्छ भनेर हाम्रो आवाजहरू त्यहाँनिर गुन्जायौँ। नेपालैभरिबाट हाम्रो युवाहरू आउनुभएको थियो। हामी युनाइट हुनको लागि आह्वान गर्दैथ्यौँ र 40-50 हजार जति हामी युनाइट भइसकेको थियौँ त्यो बेलामा। र हामीले त्यतिखेरको तत्कालीन अन्तरिम सरकारलाई पनि हामीले अपिल गरेका थियौँ हाम्रो मागहरू हाम्रो मुद्दाहरू सुनवाई होस्।